Hello everyone, welcome back to my vlog. So guys, आज चाहिँ हामी बजार जाँदैछौँ। आज चाहिँ बजारमा धेरै काम छ अनि मेन काम भनेको मेरो सर्टिफिकेट चाहिँ लिनुपर्ने थियो। मैले बारिस्ता सिकेको धेरै भयो तर सर्टिफिकेट नै लिएको छैन। हामी चाहिँ बारिस्ताको काम सकेर चाहिँ फर्किँदै थियौँ र फर्किँदै गर्दाखेरि चाहिँ हामी चाहिँ एउटा स्टोर देख्यौँ जुन स्टोर चाहिँ चाइनिज खुलाको स्टोर चाहिँ रहेछ। हामी चाहिँ त्यहाँ गएर भिजिट गर्दै गर्दाखेरि चाहिँ त्यहाँ चाहिँ हरेक सामानको चाहिँ 160 चाहिँ रहेछ अनि हामीलाई चाहिँ आवश्यकता पर्ने सामानहरू चाहिँ हामीले चाहिँ किन्यौँ। सो गाइस फेरि पनि हामी अर्को स्टोरमा जाँदैछौँ जुन स्टोर चाहिँ वान अफ द माई फेभरेट स्टोर जुन कि मैले स्किन केयरहरूदेखि लिएर लिपस्टिकहरू सनस्क्रिमहरू चाहिँ जहिले म चाहिँ किन्छु। यस्तो राम्रो प्रोडक्ट छ कि त्यहाँ चाहिँ गाइस तपाईँहरू पनि गएर किन्न सक्नुहुन्छ। त्यहाँको पैसाको हिसाबले हेर्नुहुन्छ भने त अलि महँगो नै पर्छ बजारको भन्दा, तर प्रोडक्टको हिसाबले हेर्नुहुन्छ भने यस्तो राम्रो छ त्यहाँको प्रोडक्टहरू। यहाँ चाहिँ हाम्रो चाहिँ धेरै काम भएको भएर चाहिँ सामान किन्ने चाहिँ धेरै पर्ने थियो, त्यही भएर चाहिँ मैले चाहिँ अब त्यति धेरै भिडियोहरू चाहिँ बनाउन चाहिँ पाएन। अनि फेरि पनि हामी अर्कोदेखि लिएर हामी धेरै पसलहरूमा चाहिँ गयौँ अनि मलाईदेखि लिएर बहिनी नानी सबैजनालाई किन्नुपर्ने थियो। अब भनेको जस्तो केही त पाएन, अब जे पाउँछ त्यो चाहिँ लिएर अनि साह्रै भोक पनि लागेको थियो हामीलाई बजार डुल्दा अनि त्यही नजिकैको एउटा चाहिँ हामी चाहिँ रेस्टुरेन्टमा गयौँ अनि चितवनमा चाहिँ यति धेरै गर्मी छ कि जुन गर्मीले चाहिँ चिसो चाहिँ खानै पर्ने थियो। अनि मलाई चाहिँ धेरै भोक लागेको हुनाले पनि म गएर चाहिँ गमागम खाएँ अनि हामी फर्किँदै गर्दाखेरि चाहिँ रात परेको थियो गाइस।